साथीहरु मैले चाहिँ आज यिनीहरुको बर्थडेको धेरै पछि गिफ्ट दिए बल्ल आज यसले दिए बिहान अनि अरु चाहिँ रुक्न कस्तो लाग्यो गिफ्ट भने हेर्नु न बहिनी भएर लास्ट ओग्लो छु म भन्छ भन कस्तो लाग्यो गिफ्ट रियाक्सन भन छिटो रियाक्सन राम्रै थियो कस्तो राम्रै थियो भन्न त नि भन के कस्तो लाग्यो गिफ्ट मस्त लजाउँछ साथीहरु देख्न सक्नुहुन्छ हामीले फेरि रोक्सी पनि लग्दै जानु थियौँ त ल मेरो दुई आमा घर लगिदिनु हो यस्तो हेरौँ अनुहरुको रियाक्सन कस्तो आउँछ मैले भने हैन कि गिफ्ट लिएर आउला छन् र उसको मम्मीले चाहिँ कडा ल्याउनु पठाउनु भएको थियो त्यही लिएर आउला छु भनेपछि मैले लिएर आउला छु नि भने हैन एक्कासी आएको म घर छैन फेरि कपाल काटेर नक्कली हो अरे एउटा फेरि आगे अनु खै कति राउजी त्यो हैन चाहिँ भिडियो छ यहाँ थियो म मम्मी खै साथीहरु आइ याउ न याउ के आउ रे के कोसेली हेर्न आउ न आउ ल आई त्यो सिनाको थ्यांक यू न आजे गिफ्ट हेलो गर के ए ची साथीहरु हामी चाहिँ फर्किसकेको छौं तल रुक्सी पुऱ्याइदिएर चिसो उस गरिरहेको छ ओठमा लगाइरहेको छ कति नै पिरो भएको जस्तो कि हामी चाहिँ यो खाइदिइहाल्यौँ हामीले राम्रो हुन्छ भन अनुहार राम्रो हुन्छ अरे सो गाइस अब चाहिँ हामी अनु घर जान्छौँ किनकि अघि अनु चाहिँ गोथा लगाएर चाहिँ त्यही भएर हामीले दिन पाएन गिफ्ट अहिले चाहिँ दिन्छौँ हामी अनि कहाँ जान्छ कुकुर सो गाइस अब चाहिँ रात परिसकेको छ अब अनु घर जान्छौँ अनि अनुको मम्मीलाई सामान पनि दिनु छ माइजूलाई अनि अनुलाई गिफ्ट पनि दिन्छौँ अनि जान्छौँ हामी घरतिर लाग्छु अब चाहिँ म अनु घर गएर भिडियो बनाउँछु बाइ बर्थडेको अनबक्सिङ गर्दाखेरि नहाँस्छ ल बस सो गाइज म चाहिँ गिफ्ट दिएर आएँ अनि त्यसपछि आएर ड्रेसेस गरेर खानासाना बनाएर बसेँ खाना चाहिँ मैले बनाएन भाउजूले बनाउनु भएको खासमा अनि म चाहिँ अलिअलि तरकारीहरू काट्ने यताउति सघाइदिएको मात्रै हो अनि रातिमै गएर गोलभेडा खोज्दै हामी चाहिँ बारीमा अनि बारीमा गएर गोलभेडा खोजेर आएपछि म एकछिन बसेको थिएँ अनि आन्टीको फोन आयो आन्टीसँग कुरा गर्दा गर्दै फेरि फोन राख्दा बित्तिकै बाबाको फोन आयो अनि त्यसपछि बाबासँग कुरा गर्दा गर्दै ढिला भइसकेको थियो सो अनुले चाहिँ केही रियाक्सन दिएन दुईजना चाहिँ रियाक्सन दिएको थिएँ मैले निसाको चाहिँ रियाक्सन उस गरेन त्यो हुन्छ नि भिडियो चाहिँ गराएन बिहानैमा दिएको थिएँ मैले उसलाई अनि अर्को रक्षा बहिनीले चाहिँ थिए दिएको थिइन् मतलब थिए रियाक्सन दिएको थिइन् त्यस्तो अनएक्सपेक्टेड चाहिँ अलि अनुको मात्रै थियो उसलाई चाहिँ सरप्राइज दिन नै आउँदैन सरप्राइज हुन नै आउँदैन अनि सो त्यही भएर हो अनि उसले चाहिँ अहिले मेसेज गरेर राम्रो थियो यताउति भनेर मैले सिन गरेँ होइन अझै मेसेज सिन गरेँ होइन अब एकछिन सिन गर्छु भर्खरै बसेको छु म पनि सो भिडियो मन परेमा लाइक कमेन्ट सेयर अनि त्यही हो फलो पनि गरिदिनु होला त्यही हो साथीहरु अब चाहिँ म जान्छु भोलि चाहिँ दसैँ सबैजनालाई ह्याप्पी दसैँ सबैको टिका नहुन सक्छ तर खुसी हुनुपर्छ त्यही हो सबैलाई ह्याप्पी दसैँ मलाई चाहिँ दसैँ आस्तो पनि छैन छैन तर त्यही हो तपाईहरुलाई चाहिँ कस्तो लागिरहेको छ दसैँको कतिको तयारी छ हाम्रोतिर चाहिँ तयारी भइरहेको छ सबैलाई ह्याप्पी दसैँ
यति भन्दै नेक्स्ट भिडियो भेटौँला, बाई।